हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम माई मिनी ब्लग। मेरो मिनी ब्लग चाहिँ आज बेडरुमबाट सुरु हुँदैछ। मलाई चाहिँ मिनी ब्लग बनाउने खुब धेरै रहर लाग्ने, तर फेरि कसरी बनाउने, कहाँबाट स्टार्ट गर्ने, कसले बनाइदिन्छ होला जस्तो लाग्थ्यो क्या। अनि बनाउँथे, कोही बेला बनाउँथे, तर भनेको जस्तो हुँदैन थियो। घरि आधी भिडियो आउने हो, त्यस्तो समस्याहरू चाहिँ भइराख्ने क्या। अनि मलाई फेरि झ्याउ लाग्ने, अनि फेरि कोही बेला अनि फेरि बिर्सिन्थेँ त्यस्तो कुरा, अनि फेरि ट्राई गर्थेँ, फेरि त्यस्तै भइरहेको थियो क्या। अनि आज चाहिँ मलाई कति धेरै मनदेखि नै रहर लाग्यो। बिहानैदेखि मोबाइलहरू केही नचलाइकन भिडियो गर्दै गएँ। अनि पछाडि हेर्दा त वाउ लागिरहेको थियो मलाई आफैलाई पनि। तपाईँहरूलाई कस्तो लाग्छ हेर्दै जानु होला, कमेन्ट गर्नु होला। स्क्रिप्ट नगरिकन फुल भिडियो हेर्नु होला। मेरो चाहिँ साथीहरू हेर्नु न, कोठाहरू कस्तो लथालिङ्ग टाइपको भइरहेको थियो। टाइम नमिलेर म चाहिँ प्रायः सफा नै राखिरहेको छु नि त। कपडाहरू नै यस्तो गानाङ्गुन हुँदैन थियो। अहिले चाहिँ 2-4 दिन भएदेखि मैले ब्यागै थिइनँ कपडाहरू मिलाउनको लागि। अनि आज चाहिँ म बिहानै उठेर सबै कपडाहरू पारेर रुमहरू पनि सफा पारेर राख्न खोजिरहेको छु। बसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा, बसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा। भमरा भएछु मेरो त स्वर्ग यही होला, म भमरा भएछु मेरो त स्वर्ग यही बेलुकै सब्जीहरू बनाएको थिएँ, खाना बनाउनु मात्रै बाँकी थियो नि त। त्यही भएर चाहिँ मैले यसरी सबै काम गर्दैछु। सुन्दरता के हो यदि गर्न परे शब्दमा बयान, थालिसकेपछि सबै कम्प्लिट गरिसक्नुपर्छ कि मलाई कसैले अराइ कराइ केही गर्नुपर्दैन। म आफै सबै काम गर्छु। जब अनि गरिराखेको बेलामा चाहिँ कसैले आएर यो पनि साथीहरू अझै अब यति ठुली भइसकेर पनि सुट्छ क्या। मलाई त्यस्तो कुराहरू तै पनि त्यस्तो त कसले पनि भन्दैन। तै पनि अब कुनै मौका त्यस्तो पऱ्यो भने चाहिँ मलाई रिस उठिराखेको हुन्छ। म गर्न थाल्यो भने चाहिँ आफै सबै कामहरू जति काम पनि म एकै दिनमा साथीहरू मेरो फाइनल चाहिँ सफा भइसक्यो। कस्तो भयो सुन्दर हौ कविता, म त खाली एक पाना बनेको तिमीले भरिजा, म त खाली एक पाना बनेको तिमीले भरिजा। बोलालेर नि सके। अब मेरो किचन पनि यस्तो छ, किचन हालत पनि यस्तो छ कि म बेलुका फेरि अस्ति कपडाहरू मेरो धुन बाँकी छ, सबै राख्छु।
धुन्छु भिजाइराख्नु पर्यो अब टाइम मिलाएर धुनु पर्यो बेलुका कि बिहान कुन दिन मिल्छ Silence broke when you appeared, lighting up the corners of my mind. म चाहिँ भाँडाहरू पनि बेलुकै धुन्छु नि त खानासाना खाएर बेलुका मलाई फेरि ब्रसहरू गर्नुपर्छ अनि त्यति बेला म कपडा भाँडाहरू नि धुइहाल्छु I'm not afraid to take this leap because I know you won't fall apart. Let the walls spin fast, we'll find our way through every night. हल्का साथीहरूलाई देखाउनु त मन लागिहाल्छ मैले यस्तो गरेँ भनेर अब क्यामेरा देखेपछि हल्का त आइहाल्छ तै पनि ढिलो भइसकेको छ अब खाना बसाउँछु हतार हतार भन्दै खानाहरू बसाउन थालेँ किनकि अहिले ड्युटी जान पनि ढिलो हुन्छ नि त फेरि मेरो चाहिँ फेरि नि साथीहरू ग्यासमा यति धेरै प्रब्लम छ नि कोही कोही बेला चाहिँ यसरी बल्दैन होइन लाइटरै चाहिन्छ अनि यो लाइटर नभएको बेला लाइटर त छ होइन तैपनि कोही कोही बेला त लाइटर अर्को लाइटर नहुँदैन त्यो मात्रै लाइटर हुन्छ अनि यसरी एउटा हातमा बोकिरहेको हुन्छु अनि त्यस पछाडि बल्दैन कि यति रिस उठ्दैन नि फेरि म त अहिले चाहिँ म पानी खान्छु बिहान बिहान पानी खाइदिन्छु 1-2 गिलास चाहिँ म खानु सकिनँ अब खानासाना बसाएँ अब चाहिँ यति बेला चाहिँ हात खुट्टा मुखहरू धुइहाल्छु हतार हतार गर्नु पर्यो फेरि ढिलो हुन्छ म चाहिँ मुख धुनको लागि रेडी भएँ हात खुट्टा मुख त धुनु पर्यो आज फेरि पानी परिरहेको छ नि त पानी पनि परिरहेकोले गर्दाखेरि चाहिँ खासै नुहाउन मन लागेन अनि हात खुट्टा मुख मात्रै धोएँ ढिलो ढिलो पनि भइरहेको थियो त्यसैले पहिले चाहिँ साथीहरू म खुबै यत्तिकै पानीले मात्रै धुन्थेँ क्या मुखहरू अनि त्यत्तिकै पिम्पलहरू धेरै आएपछि चाहिँ अहिले चाहिँ म फेसवास क्लिन्जर युज गर्छु अहिले फेरि बानी भएर होला यसले नदिकन चित्तै बुझ्दैन फेरि के भएको साथीहरू मैले चाहिँ मुख पनि धोइसकेँ अब रेडी पनि भइहाल्छु किनकि तपाईँलाई देखाउन भ्याइन हतार हतार भइरहेको थियो अब खानाहरू पनि रेडी पार्नुपर्ने हुन्छ सब्जी चाहिँ मैले भने नि साथीहरू बेलुकै पकाइसकेको थिएँ नि त त्यही भएर सजिलो भयो त्यही भएर मैले रुमहरू मिलाउन भ्याएँ आज ल साथीहरू मेरो मिनी ब्लग चाहिँ फुल हेरेर कमेन्ट गर्नु होला आजलाई चाहिँ सबैजना साथीहरूलाई बाई बाई अर्को मिनी ब्लग लिएर आउँदैछु बाई